आज म तपाईहरूलाई तपाईको संस्थाको पदाधिकारीहरूको रेकर्ड राख्न वार्षिक किताब छापेर राख्न नपर्ने, कुनै पनि बैठक तथा कार्यक्रमहरू सम्पन्न गरेर त्यसका निर्णयहरू कापीमा लेखिराख्न नपर्ने अनि भोलि हराएर च्यातिएर वा जलेर जाला कि भन्ने पीर गर्न नपर्ने र चाहिएको बेलामा सबैले हेर्न नपाइएला कि भन्ने चिन्ता पनि गर्न नपर्ने उपाय सिकाउँछु, जुन 2 मिनेटमै तयार गर्न सकिन्छ। आउनुहोस् सुरु गरौँ सृष्टि युनिभर्समा। यहाँको अर्गनाइजेसन ट्री भन्ने फिचर छ, त्यसमा जानुहोस्। त्यहाँ एउटा फर्म खुल्नेछ। त्यहाँ ट्रीको नेम दिनुहोस् र विवरण लेख्नुहोस् अनि संस्थाको अध्यक्षको प्रोफाइल सर्च गरेर सिलेक्ट गर्नुहोस्। त्यसपछि संस्थामा उहाँको ओहदा पोस्ट भन्ने फिल्डमा हाल्नुहोस् र क्रिएट ट्रीमा क्लिक गर्नुहोस्। यति गरेपछि अध्यक्षलाई ट्रीमा एड हुन रिक्वेस्ट जान्छ। उहाँलाई एक्सेप्ट गर्न लगाउनुहोस्। उहाँले एक्सेप्ट गरेपछि ट्री खोल्नुहोस्। त्यहाँ 3 वटा डट देख्नुहुनेछ। त्यहाँ क्लिक गर्नुहोस् र उपाध्यक्षलाई पनि सर्च गरेर एड गर्नुहोस्। त्यस्तै उहाँले ट्री जोइन हुने रिक्वेस्ट एक्सेप्ट गरेपछि सचिव, सदस्य लगायत सबैलाई एड गर्नुहोस् र एक्सेप्ट गर्न लगाउनुहोस्। यति गरेपछि तपाईको संस्थाको पदाधिकारीहरूको ट्री तयार हुन्छ। अब आउनुहोस् संस्थाको कार्यक्रम कसरी तयार गर्ने हेरौँ। इभेन्ट्स भन्ने फिचरमा जानुहोस्। त्यहाँ दायाँतिर माथि एउटा प्लस साइन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् अनि कार्यक्रमको ब्यानर हाल्नुहोस्, कार्यक्रमको नेम राख्नुहोस्, त्यसैगरी विवरण लेख्नुहोस्। त्यसपछि एड्रेस सिलेक्ट गर्नुहोस्, जस्तै कन्ट्री, सिटी छान्नुहोस् अनि लोकल एड्रेस दिनुहोस्। साथै म्यापमा एक्ज्याक्ट लोकेसन पनि पिन गर्न सक्नुहुन्छ। त्यसपछि तल तपाईले अघि बनाएको संस्थाको ट्री सिलेक्ट गर्नुहोस् र कार्यक्रम सुरु हुने र अन्त्य हुने समय चयन गर्नुहोस् अनि माथि दायाँतिर दिइएको क्रिएट बटनमा क्लिक गर्नुहोस्। अब कार्यक्रम तयार भयो। यो कार्यक्रम तपाईको संस्थाका सबै पदाधिकारीहरूलाई नोटिफिकेसन जान्छ। उहाँहरूले कार्यक्रम हेरेर उपस्थित हुने भए गोइङ बटनमा क्लिक गर्नुहुनेछ र त्यसको नोटिफिकेसन तपाईलाई आउनेछ। अनि कार्यक्रम तयार भएपछि कार्यक्रम खोल्नुहोस् र तल जानुहोस्। त्यहाँ म्यानेज इभेन्ट डिटेल्स भन्ने अप्सन हुन्छ। त्यहाँ आफ्नो कार्यक्रमका निर्णयहरू भविष्यमा काम लाग्ने गरी सुरक्षित राख्नुहोस्। धन्यवाद।